प्रधानमन्त्री बालेन्द्र शाह बालेनले थापाथलीका सुकुम्बासी बस्ती शनिबार आइतबारसम्ममा हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएपछि उनको चौतर्फी विरोध सुरु भएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बोलाएर जसरी भए पनि सुकुम्बासी बस्ती खाली गर्न उनले बुधबार निर्देशन दिएका थिए। काठमाडौँ महानगरका मेयर हुँदा समेत उनले त्यहाँको सुकुम्बासी बस्ती खाली गर्न पटक पटक डोजर पठाएका थिए। महानगर प्रहरी र सुकुम्बासीहरूबीच धक्का मुक्का समेत भएको थियो। सुकुम्बासीहरूले टायर बालेर बालेनको विरोध गरेका थिए। हाल प्रधानमन्त्री रहेका उनले बुधबार भने सुकुम्बासी बस्तीलाई हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको खबरले हंगामा मचिएको छ। सुकुम्बासी बस्ती हटाउने उनको कदमको चौतर्फी आलोचना भइरहेको छ। एमाले सचिव महेश बस्नेतदेखि जेएनजी अभियन्ता रक्षा बम लगायतले कडा शब्दमा बालेन सरकारप्रति प्रतिक्रिया जनाइरहेका छन्। बालेन सरकारलाई उनीहरूले गरिब मारा भनिरहेका छन्। जबकि गत 21 फागुनमा भएको निर्वाचन अभियानका बेला भने बालेनले सुकुम्बासी बस्तीलाई बागमती नदीको बाढीले बगाउन सक्ने भन्दै जोगाउन खोजिएको रणनीतिक जवाफ दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बालेन सरकार भन्दा सुकुम्बासी बस्तीमा डोजर नचल्ने र यदि चले आफू छाती थाप्न तयार हुने बताएका थिए। तर सरकार गठन भएको 1 महिना पनि नपुग्दै सुकुम्बासी बस्ती बल प्रयोग गरेर हटाउन बालेन कसिएका छन्। मध्यम वर्गको समर्थन प्राप्त बालेन सरकारले गरिब, श्रमजीवी र मजदुरमाथि अत्याचार गर्ने भन्दै तीव्र आलोचना भइरहेको छ।